त्यही महिनाको ग्याप पछि म चाहिँ यो फेरि नयाँ भिडियो लिएर आइसकेँ। म चाहिँ सिङ्गल छु है। भिजिट गर्नु होइन, न्यु इयर क्रिसमस भरि नै लाग्छ यहाँ चाहिँ। एकदमै दामी छ यहाँ चाहिँ। देखिन्छ एकदमै रमाइलो छ सन्दीप यता हेर्दै हो। हेलो साथीहरू, गुड मर्निङ, दर्शन, नमस्ते, वेलकम ब्याक टु माई प्रिन्स युट्युब च्यानल। धेरै महिनाको ग्याप पछि म चाहिँ यो फेरि नयाँ भिडियो लिएर आइसकेको छु तपाईँहरूको सामु। मेरो चाहिँ हल्का प्रब्लम अनि त्यस्तै समस्या भनौँ न होइन, समस्या भएर म आउन सकिनँ। त्यसको लागि चाहिँ म एकदमै क्षमा प्राप्ति छु। अनि आज चाहिँ हामी जाँदैछौँ, अब कता हुन्छ होइन, घुम्नको लागि चाहिँ जाँदैछौँ। विशेष गरी अब जाने भन्ने चाहिँ अब ओल्ड टाउन हो होइन, पार्लियामेन्ट ओल्ड टाउन अनि सिसाको पुलमा चाहिँ जानेछौँ। र यताबाट हामी चाहिँ धेरै साथीहरू छौँ होइन, धेरै साथीहरू छौँ। अनि कोही आउँदै हुनुहुन्छ भने कोही अगाडि हुनुहुन्छ होइन। अनि हामी चाहिँ जाँदैछौँ। अनि आजको दिनभरिको ब्लग म के गर्नेछु, कसो गर्नेछु म तपाईँलाई देखाउने नै छु। युट्युबमा चाहिँ हेर्दै नै गर्नुहोला है। अब चाहिँ हामी जाँदैछौँ सिसाको पुलतिर, जर्मल पार्कतिर जाँदैछौँ। एकदमै रमाइलो भयो होइन, रमाइलो घुम्दैछौँ। एकदमै जाडो छ, जाडो चाहिँ एकदमै बढिरहेछ है। अनि रात पनि पर्न लागिसक्यो। अनि यता चाहिँ यस्तो छ है, रात पर्न लागिसक्यो। अनि हामी चाहिँ हिँड्दैछौँ, डुल्दैछौँ, रमाइलो भइरहेछ। के हो भाइ, जाडो भयो के त? चिसो चाहिँ एकदमै धेरै छ चिसो। अनि हामी डुल्दैछौँ, घुम्दैछौँ। हामी जाँदैछौँ अब सिसाको पुलतिर। अनि यता ओल्ड टाउन चाहिँ घुमेर सक्यो। एकदमै रमाइलो छ ओल्ड टाउन है, बनाइयो, टिकटक बनाइयो, फोटोसोटो खिच्यो। अनि अब चाहिँ हामी जाँदैछौँ अब चाहिँ जाँदैछौँ सिसाको पुलतिर, दुर्बल पार्कतिर होइन। त्यसलाई चाहिँ सिसाको पुल भनेर पनि चिन्ने गरिन्छ। त्यता जाँदैछौँ, त्यही नै हो गाइस। रमाइलो छ। म चाहिँ सिङ्गल छु है।
हेलो हेलो परबिन के छ जाडो भइरहेछ केटाहरू कुक्रुक्क पर हिँडिरहेछन् रमाइलो पनि रमाइलो भइरहेछ अनि जाडोमा नि जाडो भइरहेछ है के गर्नु अब यस्तै हो जाडो चाहिँ -2 -1 त्यस्तै छ अब यो भनेको चाहिँ हिउँ पर्ने महिना हो नि त त्यही भएर चाहिँ एकदमै जाडो छ है अनि जाडोको साथमा अनि रमाइलो पनि छ यो डिसेम्बर महिना चाहिँ एकदमै रमाइलो हुन्छ होइन त्यही नै हो रमाइलो छ झिलिमिली छ जताततै है अँधेरो पनि लाग्यो अनि एकदमै रमाइलो छ ए हो दुर्बल पार्क है त यस्तो दामी छ अनि कसलाई बनाउँछ त भाइ यस्तै हो जोडी ढिकुरसँगै डुलेको किन होला नै मलाई थाहा छैन म त केही देखिन्न क्या हो त काले देखे जस्तो छ एकदमै दामी छ एकदमै रमाइलो छ है यस्तै छ दुर्बल पार्क राम्रो छ उज्यालो छ हो दुर्बल पार्क यही नै हो त्यही हो सिसाको पुल त्यही हो कि भाइ त्यही ऊ माथि उहाँ आऊ न म लैदिन्छु यही नै हो सिसाको पुल भनेको हामी चाहिँ दिउँसो आउने भनेको पनि यही नै ठाउँ हो है एकदमै रमाइलो छ यो चाहिँ सिसाको पुलको टप हो है चहलपहल धेरै छ मान्छेको एकदमै चहलपहल धेरै छ यहाँ चाहिँ यहाँको मान्छे मात्र होइन नेपालको मान्छे मात्र होइन ठाउँको मान्छेहरू आउनुहुन्छ होइन अरू कन्ट्रीको मान्छेहरू आउनुहुन्छ यदि तपाईँहरू पनि आउनु भिजिट गर्नु होइन न्यु इयर क्रिसमसभरि नै लाग्छ यहाँ चाहिँ एकदमै बबाल छ एकदमै दामी छ है एकदम खुसी एकदम रमाइलो आउने यहाँ भाचेर झर्छ भाचेर नआउनु कोही पनि त्यस्तो राम्रो छैन यो सिसा यस्तो खतरा छ त होइन यस्तो दामी छ है सिसाको पुल हो हामी चाहिँ यहीँ छौँ कस्तो चलिरहेको छ रङ परिवर्तन गरिरहेको छ है त रमाइलो छ एकदमै बबाल राम्रो छ दामी हल्लिँदो पो रहेछ त भाइ यो त भाइ हल्लिँदो रहेछ त त्यही त भनेको नआउने धेरै मान्छे आयो भने यो भाचेर लड्छ मान्छेले गाह्रो मर्छ यो मान्छे जे पनि बोल्दैछ है गाई काम चाहिँ वाउ दामी एकदमै दामी छ यहाँ चाहिँ मैले भ्लग पनि हालिसकेको छु योभन्दा अगाडि नै है यो ठाउँको योभन्दा अगाडि नै मैले भ्लग हालिसकेको छु एकदमै रमाइलो छ एकदमै आउनु होला है कहाँ तिम एकदमै रमाइलो छ यहाँ चाहिँ ओ आइस स्केटिङ खेल्ने हो जाउँ आइस स्केटिङ जाउँ न त यार खेल्छ तिमी खेल्ने जाउँ यो मान्छे आइस स्केटिङ खेल्ने अरे त्यसलाई त छुट्टै हेर्दै त म खेल्ने है गाइस त्यहाँ देखाउनु न त्यहाँ जाउँ खेल्छौ लोड लाउने खेरि केटारीको मात्रै जस्तो छ जाउँ त जाउँ न कि मलाई कस्तो खेल्नु मन लागिसक्यो केटारीको मात्रै हो कि हेर न पाएको नि हो र अनि पुग्छ त हो त ल हिँड त नि त्यति नै गर्छ भने त्यो छ है देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ चाहिँ आम्ज देखिन्छ एकदमै रमाइलो छ यता भन्दा यहाँ स्टार्ट गर्ने केही स्टार्ट भइसक्यो ल
होइन एकदमै भिड छ यहाँ चाहिँ अलि टाढा हटाइ दाइ हेलो हजुर त्यो हामी यहाँ त्यो यो चढ्ने जस्तो ठाउँ छैन त्यो माथिबाट चढिरहेको छौँ क्या त्यहाँ होइन त देखिन् त सन्दीप यता हेर्दै हो मलाई गरेको छैन ए देखिन्छ हेर त सन्दीप कहाँ कहाँ म देखेँ म हेर त सही हाल देखिया एकदम दामी बबाल तपाईँहरूले देखिसक्नुभयो हामी चाहिँ आज दिनभरि होइन दिनभरि कहाँ कहाँ गइयो के गरियो होइन मैले भ्लग मार्फत त देखाइ नै सकिसकेँ अवश्य पनि तपाईँहरूलाई चाहिँ भिडियो चाहिँ राम्रो नै लागेको होला होइन तर भिडियो चाहिँ लामो भए तापनि हेरिदिनु होला है हेरिदिनु होला भिडियो चाहिँ मैले चाहिँ आफूले मनोरञ्जन लिँदै अनि तपाईँहरूलाई चाहिँ भिडियो मार्फत चाहिँ मनोरञ्जन दिने कोसिस गरिरहेको थिएँ होइन गरिरहेको छु त्यही नै हो भिडियोलाई चाहिँ अलिकति लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला भन्दै आजको यो भ्लगलाई चाहिँ यही अन्त्य गर्न चाहन्छु।